नमस्कार, ओके हेल्थ केयर च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई वाइग्रा ट्याब्लेटको बारेमा सम्पूर्ण जानकारी दिनेछु। यो एउटा एलोप्याथिक मेडिसिन हो जसको प्रोडक्सन फाइजर कम्पनीले गर्दछ। यो एउटा प्रिस्क्रिप्सन मेडिसिन हो, मतलब यो मेडिसिन डाक्टरको प्रिस्क्रिप्सन बिना कुनै पनि मेडिकल स्टोरबाट किन्न सकिँदैन। यो औषधि कस्तो रोगमा काम लाग्छ त? यसको प्रयोग पुरुषहरुमा लिंग राम्रोसँग कडा वा खडा नहुने अवस्थामा प्रयोग गर्न सकिन्छ। आउनुहोस् अब जानो यो दबाईले कसरी काम गर्छ। यो दबाईले लिंगको मांसपेशीलाई आराम दिएर लिंगमा रगतको सञ्चार बढाउँछ र यौन प्रक्रियाको बेला यसलाई ठाडो बनाउन मद्दत गर्दछ। आउनुहोस् अब जानो यो औषधि कति मात्रामा लिने। धेरै जसो बिरामीहरूलाई यो दबाईको 50 mg दिने गरिन्छ। यो दबाईको सेवन जरुरी परेमा यौन क्रियाभन्दा 1 घण्टा अगाडि वा डाक्टरको सल्लाह अनुसार लिन सकिन्छ। तर यो दबाईको असर हरेक पुरुषमा फरक हुने गर्दछ। त्यसैले डाक्टरले यसको 25 देखि 100 mg सम्म प्रिस्क्राइब गर्ने गर्दछ। आउनुहोस् अब जानो यो दबाईको साइड इफेक्टको बारेमा, जस्तै टाउको दुख्ने, मांसपेशी दुख्ने, ढाड दुख्ने, चक्कर आउने र अपच। थोरै बिरामीमा कान नसुन्ने, आँखा नदेख्ने पनि हुन सक्छ। आउनुहोस् अब जानो यो दबाई प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरू। यदि यो दबाई लिइसकेपछि लिंग 4 घण्टा भन्दा बढी ठाडो भयो भने इमर्जेन्सी मेडिकल एटेन्सन चाहिन्छ। यदि तपाईलाई लो ब्लड प्रेसर, लिभर डिजिज, हार्ट डिजिज छ भने यो दबाईको सेवन डाक्टरको सल्लाह अनुसार गर्नुहोला। यदि तपाईलाई मद्यपानको लत छ भने पनि यो दबाई तपाईको लागि उपयुक्त छैन। यदि यो दबाई तपाईको नजिकको मेडिकल स्टोरमा छैन भने यसको बदलामा कुन दबाई युज अथवा सेवन गर्न सकिन्छ त? जस्तै कि सुहागरा, पेनेग्रा, जेनेग्रा। साथीहरू, यो थियो वाइग्रा ट्याब्लेटको जानकारी। नमस्कार, म डाक्टर कौशल। यस्तै जानकारीको लागि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।